नमस्ते, म दिलकुमार राजवंशी बेलबार नौमोरङबाट आज फेरि एउटा नयाँ भिडियो लिएर हजुरहरू समक्ष उपस्थित भइसकेको छु। आशा छ हजुरहरूलाई मन पर्नेछ र आजको भिडियोको टपिक रहेको छ बाँस। हाम्रो देशमा बाँसहरू हरेक ठाउँमा रहने गर्दछ र बाँसहरूबाट विभिन्न सामग्रीहरू बन्छ भनेर हजुरहरूलाई थाहा नै छ। यही बाँसको सामग्रीहरूबाट बनाउने एकजना मित्र हामी बेलबारीमा भेटेका छौँ। उहाँले हेर्न सक्नुहुन्छ, हजुरले कस्तो राम्रो डिजाइनको दुई तले घर बनाउनु भएको छ। कति मेहनत र कति लगनशीलले उहाँले यो घर बनाउनु भएको छ। पक्कै पनि यो घरले हजुरहरूको मनमा बाँस त लिइसकेको होला। यो हाम्रो मुढा रहेको छ, जुन काम नलाग्ने कपडाहरूबाट जिरो कस्टमा तयार पारिएको बाँस त हाम्रो जहाँ पनि पाइन्छ। र अर्को हाम्रो यो रहेको छ बाँसको टेबल, जसमा हामीले माथि किताबहरू पनि सजाएर राख्न मिल्छ र मुनि सुहरू पनि जुत्ताहरू पनि राख्न मिल्छ। यस्तै बाँसको विभिन्न सामग्रीहरू बन्ने गर्दछ। तर विडम्बना यो रहेको छ कि यी हाम्रा कलाहरूले राम्रो एउटा बजार व्यवस्थापन नपाएको कारणले गर्दाखेरि यी विभिन्न हाम्रा कलाहरू विदेशिन बाध्य भएका छन्। वर्षेनी हजारौँ युवाहरू, यस्ता कला भएका युवाहरू विदेशिन बाध्य हुन्छन्। हजुर नै भन्नुहोस्, यो घर कुनै इन्जिनियरले भन्दा अरूले बनाउन सायद गाह्रै होला र यी इन्जिनियरहरू पनि सायदै बजार व्यवस्थापन नभएको कारणले गर्दाखेरि लेबर भिजामा पनि विदेश जान बाध्य भएका हुन्छन्। यसै कुरामा आधारित यो विषयवस्तुलाई लिएर तयार पारेको भिडियोलाई हजुरले एउटा उचित स्थानसम्म पुर्याउनुहुन्छ र यसबारेमा पनि कार्यान्वयन हुन्छ भन्ने कुरामा म विश्वस्त हुन्छु। र जति पनि हुनुहुन्छ हाम्रा मित्रहरू, हाम्रा युवाहरू जसलाई बाँसको काम सम्बन्धी चासो छ, यसबारे केही कुराहरू सिक्न र जान्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हजुरहरूलाई निःशुल्क तालिम प्राप्त irudil.com ले गर्नेछ। हजुरहरू आएर सिक्न सक्नुहुन्छ र सिपमूलक काम सिकेर आफ्नै देशमा बसेर स्वरोजगार भनेर आफ्नो परिवारसँग बस्न सक्नुहुन्छ। जय नेपाल, जय शम्भो।